हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो ब्लगमा। आज पनि हामी बुढाबुढी चाहिँ काममा जाँदैछौँ, आधी बाटोमा आइपुगेको छौँ। अब त्यही हो, अरू ब्लग बनाएर अब अरूले जस्तो यताउता घुमेको ब्लग बनाउन सकिँदैन, पाइँदैन। अब काममा जानु पर्यो, काममा जानै पर्यो, के गर्नु, काम नगरी मान छैन। त्यही भएर हामी चाहिँ काममा जाँदैछौँ। बाटो यस्तो छ, पुरा हाइवेमा हिँड्नुपर्छ, यहाँ गाडी चढ्ने कुरो भएन, पाउँदैन त्यता जस्तो अटोहरू। हाम्रो चाहिँ अब यस्तै छ होइन, काम गराइ अब बुढी लेबर काम गर्छ, म मिस्त्री काम गर्छु। भ्याइ नभए पनि तपाईँहरूको लागि युट्युबमा यसो माया गरिदिनु हुन्छ कि भनेर हामीले भिडियो बनाउँदै आएको। सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छौँ। तपाईँहरूलाई रमाइलो हँसाउने भिडियो देखाउन नसके पनि हामी जे छ त्यही देखाउने हो होइन। अब हाम्रो काम भनेको त्यही हो, मिस्त्री गर्ने, प्लास्टर गर्ने, गाह्रो लाउने काम मात्रै हुन्छ हाम्रो चाहिँ। तिनीहरू देखाउने, अरू देखाउनलाई छैन। मनोरञ्जन भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा आउँदा हुन्छ। मेरो बुढी र छोरीले कमेडी भिडियो बनाउँछ। फेसबुक पेजको नाम चाहिँ मगर परिवार छ, सर्च गरेर आउँदा हुन्छ। नेपालीबाट छ मगर परिवार, त्यहाँनिर आएर तपाईँहरूले हेर्न सक्नुहुन्छ। सो अहिले चाहिँ हामीले दाइहरूलाई पनि बाटोमा भेटाइसकेको छौँ। दाइहरूले चाहिँ हामीलाई काम सिकाउनुहुन्छ। हामी थुप्रै छौँ, 5 जना 6 जना छौँ। यस्तो यहाँ पैसा बोकेर हिँड्नुपर्ने, यस्तो बोकेर मेसिन बोकेर हिँड्नु परेको छ। सो फाइनली गाइस, हामी चाहिँ काममा पनि आइपुगिसकेको छौँ। हाम्रो काम गर्ने साइट यहाँनिर छ। अब चाहिँ हामी टुक्टुक कपडाहरू फेरेर काम स्टार्ट गर्छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सो अब चाहिँ कपडा पनि फेरेर रेडी भइसकिसक्यो। म सबको तल हेर्न सक्नुहुन्छ, जुत्ता लगाएको छु अनि जुत्ता लगाएको छु। अब चाहिँ हाम्रो काम सुरु हुन्छ। हिजो चाहिँ हामीले यहाँनिर गरेको प्लास्टर, आज यतापट्टिको कोठामा, आज यो कोठामा गर्ने। आज अहिले यस्तो छ होइन, अलि राम्रो देखिने, कस्तो कालो देखेको। अहिले चाहिँ यस्तो छ, यहाँ सिमेन्टहरू राखेको छौँ। सिमेन्टहरू सबै पन्साएर आज चाहिँ यहाँ गर्ने हो। यो कोठा लगभग सक्छौँ पनि होला, हामी 4-5 जना छौँ, लगभग सक्छौँ पनि होला। यो कोठाको फिनिसिङ चाहिँ हामीले के कसरी गर्छौँ हेर्नुहोस् है। भिडियो अलिकति स्पिड हुनसक्छ, मजाले हेरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। हामी सानो कन्टेन्ट क्रिएटरहरूलाई माया गरिदिनु होला। हामीले तपाईँहरूको एक सब्सक्राइबले हामीलाई भिडियो, मलाई भनौँ न, मलाई भिडियो बनाउनु जो सानो पाउँछ होइन, कति मोटिभेसन हुन्छ। सब्सक्राइब गरिदिनु होला र सानो एउटा कमेन्ट पनि छोडिदिनु होला। र अब चाहिँ हाम्रो काम के कसरी चल्छ हेऱ्यौँ है त। हाम्रो कामको सुरुवात चाहिँ कसरी हुन्छ भने नि साथीहरू, बालुवा र सिमेन्ट यसरी फिटेर सुरु हुन्छ होइन। त्यसपछि बाल्टीमा सिमेन्ट र पानी मिसाएर घोला बनाउने। घोला चाहिँ कसरी बनाउने भने म तपाईँहरूलाई देखाउँछु। यहाँनिर बालुवाहरू मिसाउँदैछौँ, अब यसमा पानी मिसाएर हल्का चिसो बनाउने हो। अनि त्यसपछि चाहिँ हामीले यहाँनिर हाल्ने चिसो बनाइसकेको थियो। यहाँ माथि देख्दैन क्या, यहाँ सिलिङमा हान्ने हो, यहाँतिर हान्ने हो। भिजाएर अघि एकदम रेडी गरिसकेको छौँ। भाइले चाहिँ यता यहाँ घोला बनाउँदैछ, दाजुले भिजाउँदै हुनुहुन्छ यहाँ धमाधम। यहाँ बाल्टीमा पानी हालेर घोला बनाउने। अब मिस्त्री काम गरेर साथीहरूले यस्तो बोक्छन्, गाह्रो छ, गाह्रो। हामीले त 15-20 हजारको फोनमै जिन्दगी जाने हो। अब यहाँ चाहिँ पानी हाल्दैछौँ। हाम्रो घरको सामने यहाँ तल केटी कुद्दै हुनुहुन्छ, टक 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 हेर्दै। यत्रो ठुलो घरको सामने भएर पनि के गर्नु, काम गर्नु सक्नु हुँदैन। घुमा न
त्यसरी घुमाएर चाहिँ झोला बनाउने त्यस पछाडि त्यसमाथि सिलिङमा हानेर हामीले हान्ने हो। अब हाम्रो काम चाहिँ यस्तो डेन्जर चल्छ कि तपाईँहरूले अन्तिमसम्म हेर्नुहोला। हाम्रो भिडियो हल्का स्पिड हुनसक्छ, माइन्ड नगरिदिनु होला भन्दै लागौँ। भिडियो होइन त्यो के अरे काम गर्नेतर्फ। सो गाइज हामीले चाहिँ सिलिङमा होइन मसला यस्तो मसला छोप्पा हानेर पनि सकिसक्यौँ। दाइले चाहिँ पाटा काट्दै हुनुहुन्छ, पसिना देख्न सक्नुहुन्छ यस्तो बगिरहेको छ होइन। अब पाटा चाहिँ दाइले सट्ट मिलाएर सिधा काट्नुहुन्छ। तपाईँहरूलाई भिडियो गरेर लामो भिडियो देखाइदिउँ भनेको यहाँभित्र चाहिँ राख्ने ठाउँमै भएन, स्ट्यान्ड राख्ने ठाउँ। बाहिरदेखि गरौँ भने बाहिर अलिक ठाउँ छैन। तपाईँहरूलाई अलिअलि भिडियो देखाउने चाहिँ भोलि अब बाहिर काम निस्के चाहिँ बाहिरदेखि म लामो भिडियो बनाएर देखाउँछु, हेर्दै गर्नु होला। अब हाम्रो दाइले यहाँ चटक्कै काट्नुहुन्छ, त्यस पछाडि लिपेर फिनिसिङ कस्तो हुन्छ फिनिसिङ पनि म देखाउँछु तपाईँहरूलाई। हाम्रो चाहिँ अब खाजा खाने टाइम पनि भइसक्यो। खाजा खान्जेलमा चाहिँ हामीले के कति काम गरिसक्यौँ हेर्नु। यहाँ अब यस्तो गरी यति आधी सक्यो, सिलिङ सकेर यहाँ आधी सक्यौँ, यता पनि आधी सकिसक्यौँ। अब मुनि मात्रै बाँकी छ अनि यतापट्टिको एउटा छ। यो कोठा चाहिँ आज हामीले लगभग सक्छौँ होला। अब चाहिँ लागौँ खाजा खानेतर्फ। हाम्रो चाहिँ खाजा खानु सुरु भइसक्यो साथीहरू। सुन्नु खाऊ। अब चाहिँ हामीले खाजा पनि खाइसक्यौँ। मेरो बुढीले पनि खाजा खाइसकिसक्यो। अब बुढी भनेको उसको काममा जान्छ, उसको काम भनेको बालुवा चाल्ने हो, हाम्रो काम भनेको प्लास्टर गर्ने हो। अब चाहिँ हामी त्यही पुरानै होइन अब प्लास्टर गर्नुतिर लाग्छौँ। फेरि तपाईँहरूलाई म लास्टमा देखाइदिन्छु यता हामीले यो कोठा सक्छ सक्दैन फिनिसिङ गरेर लास्टसम्म हेरिदिनु होला। फाइनली साथीहरू हामीले चाहिँ काम गरेर पनि सकिसक्यौँ त्यो कोठालाई फिनिसिङ गरेर। अनि हाम्रो कामदेखि छुट्टी पनि भइसक्यो, कपडा पनि फेरेर तयार भइसक्यो। हाम्रो कोठाको फिनिसिङ हेर्नुहुन्छ, कोठाको फिनिसिङ हेर्ने हामीले यस्तो हानेको छौँ। अहिले पुरै मौसम एकदम खराब भएर धुम्मिसक्यो। अब बिहान यहाँ भित्तातिर तपाईँहरूलाई देखाएको यहाँतिर इट्टै लगाएको थियो, यहाँ सक्यौँ हामीले। मुनि पनि सक्यौँ, माथि पनि सकिसक्यौँ। अहिले चाहिँ पुरा धुम्मियो नि त, धुम्मियो अँध्यारो पनि भयो, राम्रो देख्दैन। म तपाईँहरूलाई बाहिर देखाइदिन्छु न मौसम कस्तो भयो। एक्कासी अघि 2-3 बजीदेखि चाहिँ धुम्मेर यस्तो भयो क्या, यस्तो भइरहेछ क्या धुम्मेर। त्यही भएर अलिक मजाले सफा देखेन। तपाईँहरूलाई म भोलि देखाउँछु है त, अलिक क्लियर भएपछि। ल बाई, म भोलि नयाँ भिडियो लिएर आउँछु।